नमस्कार। प्रोस्टेट एक रोग अनेक श्रृङ्खला अन्तर्गत आज हामी उमेरका कारणले प्रोस्टेट बढ्ने समस्या अर्थात् बेनाइन इन्लार्जमेन्ट अफ द प्रोस्टेटका बारेमा छोटकरीमा चर्चा गर्नेछौँ। यो समस्या सामान्यतया 40 वर्ष कटेका पुरुषहरूमा देखिन्छ। 40 वर्ष कटिसकेपछि प्रोस्टेट ग्रन्थीमा सामान्यतया बढोत्तरी हुन थाल्छ। कतिपय व्यक्तिहरूको प्रोस्टेट बढ्ने समस्या तीव्र रूपमा हुन्छ भने कतिपयको सुस्त गतिमा प्रोस्टेट बढ्छ। सबै प्रोस्टेट बढेका मानिसहरूलाई पिसाब सम्बन्धी समस्या नहुन पनि सक्छ भने कतिपय अवस्थामा प्रोस्टेट निकै ठुलो भएको व्यक्तिहरूलाई पनि पिसाबको कुनै पनि समस्या हुँदैन। तर भने अर्कोतर्फ कतिपय अवस्थामा प्रोस्टेट सामान्य रूपमा बढेको व्यक्तिहरूलाई पनि पिसाबको समस्या एकदमै धेरै मात्रामा देख्न सकिन्छ। उमेरका कारणले प्रोस्टेट बढिसकेपछि सबैभन्दा सुरुवाती लक्षणको रूपमा पिसाब पहिलाको तुलनामा छिटो जानुपर्ने हुनसक्छ। त्यसबाहेक बिस्तारै क्रमिक रूपमा अन्य समस्याहरू थपिँदै जान्छन्, जस अन्तर्गत पिसाब लागेपछि रोक्न गाह्रो हुने, गइहाल्नुपर्ने, राति सुतिसकेपछि पनि पिसाब फेर्न पटक पटक उठ्नुपर्ने जस्ता समस्या हुन्छन् भने अर्कोतर्फ पिसाब फेर्न असहज हुने समस्याहरू जस्तै पिसाबको बहावमा पहिलाको तुलनामा कमी आउनु, धारोको रूपमा पिसाब नभइकन बुँदा बुँदा अथवा थोप्लाको रूपमा पिसाब हुने र अन्तिममा पिसाब रोकिने जस्ता समस्याहरू पनि देखा पर्न सक्छन्। यसका अतिरिक्त बारम्बार पिसाबको इन्फेक्सन हुने, पिसाबमा रगत देखा पर्ने जस्ता समस्याहरू पनि प्रोस्टेट ग्रन्थि बढेकै कारणले गर्दाखेरिमा हुन सक्ने समस्याहरूमा गनिन्छ। उमेरको कारणले प्रोस्टेट बढेका व्यक्तिहरूले न्यूनतम रूपमा प्रोस्टेटको साइज थाहा पाउनको लागि, आकार थाहा पाउनको लागि र त्यसले कुनै किसिमका पिसाब थैली लगायत पिसाब प्रणालीमा परिवर्तनहरू ल्याएको छ कि छैन भनेर थाहा पाउनको लागि एउटा पेटको अल्ट्रासाउन्ड अर्थात् हाम्रो जनजिब्रोको भाषामा भिडियो एक्सरे गरिन्छ भने अर्कोतर्फ प्रोस्टेट उमेरकै कारणले बढेको हो या क्यान्सरको कारणले बढेको हो भनेर जानकारी पाउने एउटा विधिको रूपमा रगतमा प्रोस्टेट स्पेसिफिक एन्टिजेन अर्थात् पिएसएको पनि परीक्षण गरिन्छ र चिकित्सकलाई यदि पिएसए बढेको अवस्था छ अथवा अन्य कारणले चिकित्सकलाई शङ्का लागेमा बिरामीको प्रोस्टेट चिकित्सकले बिरामीको प्रोस्टेटलाई छामेर पनि हेर्नुपर्ने हुन्छ, जसलाई हामीले डिजिटल रेक्टल एक्जामिनेसन भन्दछौँ। यो कुनै ठुलो अरू कुनै परीक्षण नभइकन बिरामीको मलद्वारबाट औँला राखेर प्रोस्टेटलाई छामेर गरिने परीक्षण हो र एकदमै महत्त्वपूर्ण परीक्षण हो, जसले प्रोस्टेट स्वाभाविक उमेरको कारणले बढेको हो या क्यान्सरको कारणले बढेको हुन सक्छ भन्ने कुरा छुट्याउनमा निकै ठुलो भूमिका खेल्दछ। अब उमेरको कारणले प्रोस्टेट बढेका बिरामीहरूको उपचारको कुरा गर्दाखेरिमा यदि प्रोस्टेट बढेको छ र उमेरको कारणले बढेको यकिन भएको छ तर बिरामीलाई कुनै समस्या छैन, पिसाब सम्बन्धी अहिले मैले उल्लेख गरेका समस्याहरू कुनै पनि छैनन् भने हामीले उहाँहरूको उपचार गरिराख्नु जरुरी छैन। प्रोस्टेट बढेको छ र पिसाब सम्बन्धी समस्याहरू छन् भने सामान्य समस्याहरू जस्तो पिसाब छिटो लाग्ने अथवा राति बढी पिसाब लाग्ने बिरामीहरूको लागि हामीले उहाँहरूको खानपिन तथा आहार विहारको राम्रोसँग त्यसलाई पुनः व्यवस्थित गरेर पनि धेरै कुराहरू सुधार गर्न सक्छौँ। जस्तो पिसाब छिटो जाने मानिसको लागि हामीले बिहान र दिउँसोको समयमा पानी 2-3 घण्टाको अन्तरमा मात्र पिउने सल्लाह दिने, चिया, कफी, अमिलो, पिरो जस्ता चिजहरू कमभन्दा कम खानलाई चाहिँ आग्रह गर्न सक्छौँ भने राति पिसाब फेर्न उठिराख्नुपर्ने मानिसहरूको लागि साँझपख भएपछि पानी लगायतका झोल कुराहरू कम गर्ने र सुत्नुभन्दा 4 घण्टा अगाडिबाट पानी नपिउने जस्ता परिवर्तनहरू हामीले गरेर मात्र पनि हेर्न सक्छौँ। यदि यी सबै कुराहरू गरेर पनि राम्रो भएन र प्लस पिसाबको बहावमा पनि समस्या छ भने हामीले प्रोस्टेट सम्बन्धी औषधिहरू सुरु गर्न सक्छौँ। प्रोस्टेटका औषधिहरू सामान्यतया दुई प्रकारका हुन्छन्।
एउटा औषधि हुन्छ, हामीले खाएकै 1-2 दिनबाट नै सहजता प्रदान गर्ने औषधि हुन्छ, जसले प्रोस्टेटको आकारमा कुनै किसिमको फरक पार्दैन। वर्षौंसम्म खाए पनि त्यसले प्रोस्टेटको आकार घटाउने अथवा प्रोस्टेटको आकारमा कुनै किसिमको प्रभाव नपार्ने औषधि हुन्छ भने अर्को औषधि प्रोस्टेट ग्रन्थीलाई बिस्तारै क्रमिक रूपमा सानो बनाउँदै लाने औषधि हुन्छ। र यी दुई मध्ये यदि प्रोस्टेट सानो छ अर्थात् 30 ग्रामभन्दा कम आकारको छ भने हामीहरू एउटा मात्रै प्रोस्टेटको आकारमा फरक नपर्ने औषधि मात्रै हामी प्रयोग गर्दछौँ भने यदि प्रोस्टेट 30 ग्राम वा 40 ग्रामभन्दा बढी ठुलो छ भने प्रोस्टेट सुकाउनलाई अथवा प्रोस्टेटको आकार घटाउन मद्दत गर्ने औषधि पनि हामी प्रयोग गर्छौँ। र दुवै थरीका औषधि प्रयोग गर्दा एउटा मात्रै औषधि प्रयोग गर्दा भन्दा सामान्यतया नतिजा राम्रो हुन्छ। तर अर्को बुझ्नुपर्ने कुरा के छ भने प्रोस्टेट सुकाउने औषधि जुन छ त्यो औषधि करिब 3-4 वर्षसम्म सेवन गरेपछि मात्रै प्रोस्टेटको आकारमा करिब 1/4 मात्राले घटेर जान्छ। त्यसले गर्दा त्यो छोटो अवधिमा त्यो औषधि खाएर खासै त्यसबाट हामीले फाइदा लिन सक्दैनौँ। अर्को इस्यु छ प्रोस्टेटको औषधि कहिलेसम्म खाने। यसमा यदि प्रोस्टेटको औषधि जुन सानो प्रोस्टेटको लागि एक थरीको मात्रै औषधि प्रोस्टेटको आकारमा फरक नपार्ने औषधि छ, त्यो औषधि खाएर केही समय खाइसकेपछि यदि व्यक्तिलाई एकदमै राम्रो कुनै पनि किसिमको पिसाबमा असहजता नभएको महसुस हुन्छ र अल्ट्रासाउन्ड गर्दाखेरिमा उहाँको पिसाब बाँकी रहने समस्याहरू पनि छैन, सबै राम्रो छ भने त्यो औषधि बिचमा छाडेर पनि हेर्न सकिन्छ। औषधि छाडेपछि यदि कुनै किसिमका समस्याहरू दोहोरिएनन् र सामान्य तरिकाले चलिरह्यो भने अप्ठ्यारो नपर्दाजेलसम्म त्यो उक्त औषधि सेवन नगर्न पनि सकिन्छ। तर अघि मैले भने जस्तै प्रोस्टेटको आकार घटाउने जुन औषधि छ त्यो औषधि चाहिँ हामीले एकचोटि सुरु गरिसकेपछि त्यसबाट अधिकतम फाइदा लिनको लागि करिब 3-4 वर्ष कमसेकम सेवन गर्नुपर्ने हुन्छ। र प्रोस्टेट एकदमै सानो भएर आकारमा घटेर गयो 20-22 ग्राम झन्डै नर्मलको अवस्थामा आयो भने हामीले उक्त औषधि पनि छोड्न सक्छौँ। अब कतिपय व्यक्तिहरूमा प्रोस्टेट बढिसकेपछि अपरेसन गर्नुपर्ने हो कि भन्ने पनि जिज्ञासा पाइन्छ। यसको पनि सहजै उत्तर छ। प्रोस्टेटको अपरेसन गर्नुपर्ने अवस्थाहरू सामान्यतया 5-6 प्रकारका अवस्थाहरू हुन्छन्। जस्तो कि कुनै व्यक्तिले औषधि सेवन गर्नुभएको छ तर औषधि सेवन गर्दा गर्दै पनि उहाँ आफूलाई पनि सन्तुष्टि भएन, पिसाब राम्रोसँग फेर्न सक्ने स्थिति भएन र हामीले परीक्षण गर्दाखेरिमा जस्तो एउटा पिसाबको बहाव परीक्षण गरिन्छ, युरोफ्लोमेट्री भन्छौँ हामी, त्यो जाँच्दा र अल्ट्रासाउन्ड गरेर हेर्दा पनि यी सबै व्यक्तिको अनुभव तथा परीक्षणका नतिजाहरूबाट पनि सन्तोषजनक सुधार भएको नदेखिएको अवस्थामा हामीले प्रोस्टेटको अपरेसन गर्न सक्छौँ। अर्को, बिरामीले औषधि सेवन गर्दा त्यसको साइड इफेक्ट भएर औषधिलाई निरन्तरता दिन सक्ने स्थिति भएन। जस्तो कतिपय औषधिले टाउको दुख्ने, रिङ्गटा लाग्ने जस्ता समस्या हुन सक्छन् भने अर्को जुन प्रोस्टेटको आकार घटाउने औषधि छ त्यसले व्यक्तिहरूमा चाहिँ यौन दुर्बलता पनि ल्याउन सक्छ। कतिपयमा विविध कारणले गर्दा यदि औषधि सेवन गरिरहन सक्ने अवस्था सिर्जना भएन र उता पिसाबका समस्याहरू पनि यथावत रह्यो भने त्यो अवस्थामा पनि प्रोस्टेटको अपरेसनको बारेमा हामीले सोच्न सक्छौँ। यी बाहेक अरू प्रोस्टेटको अपरेसन गर्नका लागि जुन सिफारिस गरिन्छ ती अवस्थाहरू भनेको मानिसको बारम्बार पिसाब रोकिने, जस्तो 1 वा 2 पटक भन्दा बढी पिसाब रोकियो, पाइप राखेर पिसाब निकालियो तर त्यसपछि औषधि सेवन गर्दा पनि पिसाब रोकिरह्यो, फेरि पुनः पिसाब रोकिएर पाइप राखेर पिसाब निकाल्नु पर्ने भयो, त्यसलाई हामी रिफ्र्याक्टरी युरिनरी टेन्सन भन्छौँ। त्यो अवस्थामा प्रोस्टेटको अपरेसन गर्ने सिफारिस गरिन्छ। अन्य अवस्थाहरूमा प्रोस्टेटकै कारणले गर्दा बारम्बार पिसाबको सङ्क्रमण हुने, बारम्बार पिसाबमा देखिनी गरेर रगत बग्ने र प्रोस्टेट ग्रन्थी ठुलो भएको अवस्थामा यदि पिसाब थैलीमा पत्थरी बनेको छ, पिसाबको बहाव
मा प्रोस्टेटले अवरोध पुर्याएको कारणले पिसाब थलीमा पत्थरी बनेको छ भने उक्त अवस्थामा पनि प्रोस्टेटको अपरेसन गर्नको लागि सिफारिस गरिन्छ। भने अर्को महत्त्वपूर्ण कतिपय अवस्थामा यदि धेरै लामो समयपछि मात्रै बिरामीले प्रोस्टेटको परीक्षण गर्न आउनुभएको अवस्थामा कुनै व्यक्तिहरूकोमा पिसाब लामो समयसम्म राम्रोसँग फेर्न नसकेको कारणले गर्दा पिसाब थैली लगायत मृगौलासम्म पनि सुन्निने र विभिन्न खालका परिवर्तनहरू देखिएको हुन्छ। त्यो अवस्थामा पनि हामीले प्रोस्टेटको अपरेसन गर्ने सिफारिस गर्दछौँ। यी अवस्था बाहेक सामान्यतया अरू अवस्थाहरूमा प्रोस्टेटको अपरेसन गरिहाल्नुपर्ने हुँदैन। र प्रोस्टेट एकचोटि उमेरको कारणले प्रोस्टेट बढेर समस्या भएका व्यक्तिहरूलाई कति समयमा पुनः परीक्षण गर्नुपर्छ भन्ने अर्को जिज्ञासा हुनसक्छ। यसमा यदि औषधि सेवन गर्दा एकदमै राम्रो भएको छ, राम्रो अनुभव भएको छ र सुरुको परीक्षणमा मृगौला तथा मूत्र जुन थैली छ, पिसाब थैली, त्यसमा खासै त्यस्ता गम्भीर खालका परिवर्तनहरू केही देखिएको छैन, पिसाब धेरै रहने समस्या पनि देखिएको छैन भनेर बिरामीमा सन्तुष्टि छ, औषधि सेवन गर्दा सन्तुष्टि छ भने सामान्यतया 6 महिना वर्ष दिनमा हामीहरूले पुनः परीक्षण गर्नुपर्ने, चिकित्सकलाई भेट्नुपर्ने हुनसक्छ। अन्यथा छिटो 2-3 महिनामा भेटिराख्नुपर्ने अवस्था चाहिँ नर्मल्ली हुँदैन। आजलाई हामीहरूले उमेरको कारणले प्रोस्टेट बढेको समस्याका बारेमा संक्षिप्त छलफल गऱ्यौँ। प्रोस्टेट एक रोग अनेक श्रृङ्खला अन्तर्गत आगामी श्रृङ्खलामा प्रोस्टेट क्यान्सरका बारेमा छलफल गर्नेछौँ। अहिलेलाई बिदा दिनुहोस्। हस्त, नमस्कार।